हेलो साथीहरू नमस्कार, के छ हजुरको हल्ली आज हामी कुरा गर्नेछौँ अलि बसी फेरि के हुनेछ हाम्रो अर्को हप्तामा कान्छीको सिरियलमा। सिधा म कुरा भन्न गइरहेको छु हजुरलाई। हजुरले यसपालिकोमा देख्नुभयो लास्टमा कि एउटा मान्छे आउँछ र कान्छीलाई लगेर यस्तो सबुत देखाउँछ जसले गर्दा सागरले न्याय पाउने फिक्सै छ। एउटा भिडियो देखाउँछ जसमा सबै रेकर्ड भएको हुन्छ। लड्डुमा नसा मिलाएदेखि लगेर सबै काण्ड मचाएर लास्टमा सागरले फसाएकोसम्म भिडियो त्यहाँ बनाएको हुन्छ। तर हजुरमा यहाँ पनि एउटा ट्विस्ट छ। हजुरले अब यही हप्ता त सल्भ हुन्छ जस्तो मानिराख्नु भएको थियो होला, तर यो हप्ता पनि यो शनिबार पनि यो सल्भ हुने छैन। यो हुनेछ अर्को शनिबार सल्भ है। अब के हुन्छ त म हजुरलाई भन्न गइरहेको छु। अब हुन्छ कि यो भिडियो जसले देखाइरहेको छ त्यो पनि यसको साथमा कान्छीको भलो होइन, कान्छीलाई फसाउनलाई नै त्यो भिडियो देखाएको हुन्छ र कान्छीलाई फेरि किडन्याप गर्ने कोसिस हुन्छ। र विदंशले अब फेरि त्यो दुईजना जो गुन्डा थिए तिनी गुन्डालाई भेटाउँछ है विदंश कान्छीको दाइले। अनि उहाँलाई भेटाएर उहाँलाई के भन्नु, अब यहाँ आउँदाखेरि ल उहाँ त्यसलाई तिनी दुईवटा अपराधीलाई भेटाएर उहाँले ल्याउनु हुनेछ र पेस के गर्ने हुनेछ। र तब पनि अब मान्छे ल्याएर प्रुफ भेटिँदैन, त्यस कारणले गर्दा अब त्यहाँ सागरलाई फेरि अब सजाय उमेरकैद घोषणा गरिसकेको हुन्छ हाम्रो जज साहबले। तब नै कान्छी जसरी पनि त्यति फुक लिएर त्यसपछि भिडियो सिडियो ल्याएर आएर सागरलाई न्याय दिनेछन् र यो सिरियलको कहानी अनि सकिनेछ। एउटा मलाई चित्त नबुझ्दो के लागिरहेको छ कान्छीमा भन्दाखेरि, यो एउटा सिरियल टाइपको होइन, एउटा कसै मान्छेले भ्लग बनाएर हालिरहेको छ, स्क्रिप्टेड भ्लग जस्तो फिल आइरहेको छ। सिरियललाई सिरियल जस्तै गराउँदाखेरि नै एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ। सिरियललाई सिरियल जस्तै गराउनुपर्छ र अब स्क्रिप्टेड र कहानी राम्रो एउटा लेख्नुपर्छ, न कि फेरि कान्छी सागर दुविधामा फस्छन् फेरि सल्भ, फेरि दुविधामा फस्छन् फेरि सल्भ। सबै दर्शकहरूलाई थाहा हुन्छ कि लास्ट टाइम आएर सबै सल्भ हुनेछ, योमा के मजा आयो। त्यही भएर कुनै अनएक्सपेक्टेड यस्तो गर्नुपर्छ हाम्रो अब कान्छी र सागर दाइहरूले, जहाँ हाम्रो जो हेर्ने अडियन्सहरू छन् उनीहरूले मन पराउन्, उनीहरूले सबै राम्रो मानुन्, मन पराउन्। त्यस्तो गरेपछि बल्ल अब केही नयाँ नौलो देखिनेछ। होइन भनेपछि अब कान्छी अरू सिरियल जस्तै गाह्रो छ हो, हल्का रमाइलो जुठे यिनीहरू जस्तो यो पनि डाउनफलमा जान बेर हुने छैन। र भुन्टी र कान्छीमा एउटै खालको चलिरहेको छ। भुन्टीमा पनि उति अदालतको केस, कान्छीमा पनि अदालतको केस, दुइटै मुसिबतमा। त्यो अलि त फरक हुनु पऱ्यो भन्ने मेरो धारणा रहेको छ। र हजुरले के लाग्छ हजुरले एकचोटि कमेन्ट गरिदिएर मलाई भनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र मेरो भिडियोलाई लाइक गरेर मेरो च्यानललाई सब्सक्राइब गरेर हजुरले बेल आइकन दबाएर नोटिफिकेसन अन गरिराख्नु होला। हजुरको सामुमा जब पनि भुन्टीको अपडेट आउँछ केही म हजुरको सामुमा लिएर आउनेछु। यस्तै भिडियोको लागि के गर्नु पऱ्यो, हजुरले मलाई लाइक सब्सक्राइबै गरिहाल्नुहोस् अहिले नै है। ल हजुरको फ्यामिलीलाई भगवानले खुस राखोस्। अहिले आजको लागि यति, टाटा बाई बाई, टेक केयर। अब भेट्नेछौँ भोलि अर्को भिडियोसँग। अब अर्को भिडियो भुन्टीको आउनेछ है त।